बनाउन दिउँ, भारतलाई दिने नेपाल दिउँ, किनभने नि मेरो एकछिन म भन्छु। यहाँ सुन्नुहोस्, अब म तपाईँलाई जस्टिफाई गरिदिन्छु। मेरो दाजुभाइले नि 50,000 मा त मोटरसाइकल चढ्न पाउँथे, 2 लाखमा कार चढ्न पाउँथे। दिल्ली पनि हुन्थ्यो, बम्बई पनि हाम्रै हुन्थ्यो होइन, दिल्ली पनि हाम्रै हुन्थ्यो, बम्बई पनि हाम्रै हुन्थ्यो नि। थाम्न नसक्ने भने होइन, थाम्न सक्ने भनेदेखि नि त्यही तरिकाले गरौँ। यो त यही लापरवाही तरिकाले हुन्छ। नरेन्द्र मोदीले देश चलाएको त्यहाँका सम्माननीय प्रधानमन्त्रीलाई आज म मान्छु। नरेन्द्र मोदीलाई प्रधानमन्त्रीलाई मान्नुहुन्न, मान्दिनँ, तर भारतका प्रधानमन्त्रीलाई म मेरो प्रधानमन्त्री जस्तो लाग्छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तपाईँको मेरो प्रधानमन्त्री जस्तो लाग्छ, मलाई त्यो फिलिङ हुन्छ। तपाईँ नेपाली नागरिक होइन? होइन, म नेपाली नागरिक भए पनि उहाँले गरेको, उहाँले जनताप्रति गरेको, उहाँले जुन काम गर्नु भएको छ नि, त्यो हुनु परेन। यहाँ यही हो नेपालका प्रधानमन्त्रीको पैसा कमाउने अनि बाहिर लाने, जेमा पनि बार्गेनिङ गर्ने। देशमा उद्योग धन्दा, कल कारखाना, मेडिकल कलेज, स्कुल 10+2 देखि माथि पढाइ, नर्स पढाइ केही हुँदैन त। अब त सकियो त, केही पनि छैन त। हिजो राजा महेन्द्रका पालामा बनेका उद्योग धन्दा, कल कारखाना बेचेर खाए होइन यिनीहरूले? राजा वीरेन्द्रका पालामा नि गोरखकाली टायर बाहिर जान्थ्यो होइन, जनकपुर चुरोट कारखाना चुरोट बाहिर जान्थ्यो होइन, चिया बाहिर जान्थ्यो, चामल बाहिर जान्थ्यो। आज के चिज बाहिर जान्छ? सक्यो होइन? तर नेपाली जनता राष्ट्रियता भनेपछि हुरुक्कै हुन्छन्, रगत दिने तयार हुन्छन्। म तपाईँलाई भन्दैछु, तर राष्ट्रियतामाथि कहिले पनि कसैले हमला गर्यो भने छोड्दैन। होइन, राष्ट्रियतामाथि नि यो राष्ट्रियता हुनु, अमेरिकालाई ल्याएर यहाँ एमसीसी पास गराएर अमेरिकाका सेना परेड खेलाउनु, अमेरिकाका सेना परेड त खेलाउन आँट्यो नि त, परेड खेलाउन आँट्यो नि त। त्यो परेड खेलाउनु भन्दा नि के भन्छ नि, नामर्दकी स्वास्नी हुनुभन्दा मर्दको रखेल हुनु भने जस्तो नि, सकिँदैन भने नि छोड्दिनु, होइन भनेदेखि नि होइन। हाम्रो देश नेपाल नेपालीले बनाउने हो, भारतीयले बनाउने हो र भारतीयले बनाउने होइन भने किन भारतीयले बनाउने होइन? छिमेकीसँग जहिले किन लडाइँ? जहिले लिपुले कालापानीको कुरा, सुस्ताको कुरा किन आउँछ चुनावको बेलामा? किन आउँछ? किन त्यति मिलाउन सकिँदैन? लिम्पिया कालापानी भारतलाई छोड्दिने होइन, लिम्पिया धुरा कालापानी नि भारतलाई छोड्ने नछोड्ने नि टेबलमा बसेर किन कुरा गर्न सक्दैनन् यिनीहरू? यहाँ चुनावको बेलामा कुरा उठाउने। अनि केपी ओली ज्यूले जुन पार्टी अध्यक्ष हुनुहुन्छ नि एमालेको, उहाँले कुरा उठाउँदाखेरि केपी ओलीले यो बोलेको ठिक भएन भन्ने, अनि आफू म फिर्ता ल्याउने भन्ने, अनि उहाँ इन्डियामा जाने के गर्दा रहेछन् थाहा छ? मैले पनि त त्यहाँ बुझ्छु नि त के गर्ने भनेदेखि, होइन यो केपी ओलीका बाटै छोडिदिएन भनेर भन्ने। यही हो त तरिका कि ल्याउने भने ल्याउने, होइन भने छोडिदिने भने छोडिदिने। राष्ट्रियता नेपाली जनतालाई प्यारो भन्दा प्राणभन्दा प्यारो छ नि त। होइन, प्राणभन्दा प्यारो भनेर थाम्नु पर्यो नि त। आफ्ना प्राणभन्दा प्यारा छोराछोरी जम्मै त्यागेर बाहिर पठाइसके। अब बुढाबुढी र केटाकेटी मात्रै छन्। 3 करोड जनसङ्ख्या भने होइन तपाईँको? 3 करोड जनसङ्ख्या भने हो कि होइन? 1 करोड युवा जति बाहिर छन्, 2 करोड